नमस्कार सबैजनालाई आमाको घर युट्युब च्यानलमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। आज मैले एकदमै फाइदा दिने स्वास्थ्य र स्किन चमक आउने शरीरमा एनर्जी ल्याउने जुस बनाउन जाँदैछु। यो जुस मैले प्राय नानी बाबुलाई मेरो घरमा खुवाउने गर्दछु। अमलाको फाइदा त हामी सबैलाई थाहा नै छ। यसलाई धेरै तरिकाले खान सकिन्छ। अमला जसरी खाए पनि यसले धेरै फाइदा हुन्छ। चाहिने सामग्रीहरू: अमला, कडिपत्ता, मरिच, बिरेनुन, अदुवा, काँचो बेसार। यसका फाइदाहरू: पाचन शक्ति बलियो बनाउँछ, स्किनमा ग्लो लिएर आउँछ, इम्युनिटी पावर बढाउँछ, कपालका लागि अत्यन्तै राम्रो छ, तौल घटाउन मद्दत गर्छ, सुगर प्रेसरलाई सन्तुलित राख्दछ। यो जुस बिहान उठेको 10-15 मिनेटपछि पिउँदा अत्यन्तै राम्रो हुन्छ। यसलाई दिनदिनै बनाउन नमिल्ने भए पनि यसलाई स्टोर गरेर आइस क्युब बनाएर राख्न पनि सकिन्छ। वर्षभरि खान पनि मिल्छ। यसलाई जुस बनाएर रहेको छेक्रालाई सुकाएर पाउडर बनाएर चूर्णको रूपमा लिन सकिन्छ। आइस क्युबलाई तातो पानी राखेर पिउन सकिन्छ। यस्तै राम्रो जानकारीको लागि हाम्रो युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।